सो एसई 2082 क्लास 10 को बोर्ड एक्जामिनेसन यो ब्याचको दिनुभएको स्टुडेन्ट्सहरु सबैजनालाई नमस्कार। म डाक्टर अनुराग सिलवाल। हेर्नुस् त हामीले एसई 2082 को प्री बोर्ड्स त्यसपछि यसको रुटिङ त्यसपछि प्रत्येक एसई को एक्जामिनेसन भएको दिनमा पढाइ मन्त्रसँग कोल्याबोरेसनमा डेली महा रिभिजन सेसन देखि लिएर अहिले तत्कालै पढाइ मन्त्रको एप्लिकेसन र वेबसाइटमा महानगर केएमसी सेन्ट टाइपको कलेजेसहरुको इन्ट्रान्स प्रिपरेसन गरिरहेको स्टुडेन्ट्सहरु आज हामीहरु फाइनली एसई 2082 को रिजल्ट्स डेमा पनि आइसकेका छौं। फर्स्ट अफ अल त मेरो साइडबाट पढाइ मन्त्र टिमको साइडबाट सबैजना विद्यार्थी भाइबहिनीहरुलाई 4GPA को लागि हामीहरु सबैजना अल द बेस्ट विश गर्न चाहन्छु। र तपाईहरुको यो जटिल समयमा चाहिँ एसई को रिजल्ट्स कसरी चेक गर्ने सबसे क्विक मेथड कुन हो त दाइ? हामीलाई त वेबसाइट पनि थाहा छैन, मेसेज पनि कहाँ पठाउने केही पनि थाहा छैन। यो आईवीआर टेक्निक जुन एनईबी गभर्नमेन्टले इन्ट्रोड्युस गरेको छ यो के हो, कसरी रिजल्ट्स चेक गर्ने, इमिडिएटली मलाई त्यो भिडियो हेर्नेबित्तिकै रिजल्ट्स चाहियो भन्ने स्टुडेन्ट्सहरुलाई यो भिडियो हो। सो स्टे टिल द एन्ड अफ दिस भिडियो, लेट्स स्टार्ट इट अफिशियली। सो पब्लिकेसनको नोटिस आइसकेको छ भाइबहिनीहरु। हाम्रो शिक्षा मन्त्री माननीय सस्मित पोखरेलको अनुसार बैशाखकै अन्तर्गतमा रिजल्ट्स निकाल्ने कुरा थियो र बैशाखकै अन्तर्गत रिजल्ट्स आउन लागिरहेको छ आजको दिनमा चाहिँ। सो पहिला असारको सेकेन्ड वीकमा हुन्थ्यो, यो वीक चाहिँ फोर्थ वीक अफ बैशाखमै प्लान भएर अब लास्ट स्टेज अफ पब्लिकेसन कम्प्लिट भइसकेको छ। तीनटा मेथड छ भाइबहिनीहरु एसई को रिजल्ट्स चेक गर्ने। फर्स्ट भनेको वेबसाइटमा गएर कुन साइट एकछिनमा भन्छु, एसएमएस पठाउने कहाँ पठाउने एकछिनमा भन्छु, र आईवीआर टेक्निक के हो रिजल्ट्स हेर्ने यो पनि तपाईहरुले इमिडिएटली अहिले थाहा पाइहाल्नुहुन्छ। ओके, सो लेट अस सी अबाउट वेबसाइट। सो अफिशियली वेबसाइटबाट आफ्नो रिजल्ट्स चेक गर्नको लागि चाहिँ फर्स्ट अफ अल तपाई ट्रस्टेड अफिशियल साइटमा जानुपर्छ एनईबी को है, जसमा चाहिँ तपाईले गएर सिम्बल नम्बर र डीओबी इन्टर गरिसकेपछि तपाईले चाहिँ आफ्नो रिजल्ट्स अलङ विथ मार्कसिट चेक गर्न सक्नुहुन्छ। जुन नेपालको अफिशियल साइट छ त्यसलाई हामीले www.se.gov.np भनेर भन्ने गर्दछौं। अब जुन पाए त्यही वेबसाइटमा रिजल्ट चेक गर्ने भनेर आफ्नो सेन्सिटिभ डिटेल्स डीओबी सिम्बल नम्बरहरु नहाल्नु होला। यो एउटा अफिशियल वेबसाइट भयो भाइबहिनीहरु तपाईले आफ्नो रिजल्ट चेक गर्नको लागि। भने अरु हियर आर द लिस्ट अफ अदर वेबसाइट्स इन व्हिच यु क्यान गो एन्ड इन्टर योर डिटेल्स फर गेटिङ योर अफिशियल एसई को रिजल्ट्स। गट इट? अब यही सेम फेजमा सबै वेबसाइटहरु रेस्पोन्सिभ हुन्छन् भन्ने पनि केही पनि ग्यारेन्टी छैन, किनकि धेरै जना स्टुडेन्टले गर्दा सर्भर लोड भएको कारणले यु माइट नट बी एबल टु सी योर एसई रिजल्ट्स। सो मेसेजिङ टेक्निक चाहिँ के छ भन्दा हेर्नुस् त एसएमएस बाट तपाईले कसरी चेक गर्न सक्नुहुन्छ भन्दा यतापट्टि केही संस्थाहरुको नाम छ, फर एक्जाम्पल नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्राली, आकाश टेक प्राली, राइट? सो यो संस्थाहरुको थ्रु चाहिँ तपाईले आफ्नो रिजल्ट्स थाहा पाउन सक्नुहुन्छ। कसरी गर्ने? आफ्नो फोनको मेसेजेसमा जाने, त्यसपछि एसई स्पेस अनि आफ्नो सिम्बल नम्बर टाइप गर्ने हैन। अब अल्फाबेट छ भने त्यो पनि नछुटाउनु होला सिम्बल नम्बरमा चाहिँ। त्यसपछि यो मेसेज टाइप गरिसकेपछि यो सर्ट कोड छ नि डिफरेन्ट कम्पनीहरुको, यता तपाईले मजासँग पठाउन सक्नुहुनेछ। फर एक्जाम्पल कसरी मेसेज बक्समा टाइप गर्ने भन्दा एसई 123456 आफ्नो सिम्बल नम्बर टाइप गरेर तपाईले यतापट्टिको सर्ट कोडमा चाहिँ सेन्ड गर्न सक्नुहुनेछ। भने अर्को थर्ड टेक्निक जसले चाहिँ लास्ट इयर धेरै तपाईको 2081 ब्याचको सिनियर्सहरुलाई हेल्प गर्यो रिजल्ट चेक गर्नको लागि, त्यो भनेको चाहिँ आईवीआर टेक्निक अथवा इन्टरेक्टिभ भोइस रेस्पोन्स टेक्निक थियो, जसमा चाहिँ तपाईले के गर्नुपर्छ भन्दा आफूले 1600 एनटीसी को मोबाइलमा डायल गर्नु पर्यो है, एनटीसी को मोबाइलमा। त्यसपछि भोइस प्रम्प्ट आउँछ, एउटा इन्स्ट्रक्सन दिइन्छ तपाईलाई त्यतापट्टि, अनि जति बेला तपाईले त्यो भोइस इन्स्ट्रक्सन भोइस प्रम्प्टले चाहिँ सिम्बल नम्बर लेख भनेर भन्छ, टाइप गरिदिनु पर्यो तपाईले सिम्बल नम्बर। त्यसपछि आफूले आफ्नो रिजल्ट चाहिँ सुन्नु पर्यो फर्स्ट अफ अल। त्यसपछि यो चाहिँ इन्टरेक्टिभ भोइस रेस्पोन्स इमिडिएटली रिजल्ट्स आउने बित्तिकै तपाईले अवेलेबल हुन्छ अकर्डिङ टु एनईबी, अकर्डिङ टु हाम्रो गभर्नमेन्ट। लास्ट इयर पनि यसरी नै सपोर्ट गरेको थियो यो टेक्निकले एसई 2081 को स्टुडेन्ट्सहरुलाई। फर्स्ट अफ अल हेर्नुस्, अब जसोसुकै आफूले एक्सपेक्टेसन राख्नु भएको जति जीपीए नआए पनि हैन, एट द एन्ड भाइबहिनीहरु तपाईले केही चिन्ता नलिनुस्। म पनि 4GPA ल्याउँछु भनेर टार्गेट राखेर हिँडेको व्यक्ति हो। मेरो अन्तिममा 3.75 जीपीए मात्र आएको थियो एसई मा, तर लाइफ इज गोइङ रियली गुड, आई एम इन्जॉयिङ इट। आफूले जे मन लाग्यो त्यही गर्न पाइरहेको छु। आई एम लभिङ व्हाट एभर आई एम डुइङ। सो टेम्पोरेरी अलिकति पेन होला तपाईलाई, तर विथ टाइम हिल हुँदै जान्छ। सो डिसअपोइन्टेड नहुनुस्। इन्स्टेड तपाईले म टार्गेट दिन्छु, एउटा च्यालेन्ज पनि दिन्छु एउटा। म अस्ति नैबाट भनिरहेको छु एसई को एक्जाम सकिसकेपछि तपाईले केही गर्न मिल्दैन। सो एसई मा जतिसुकै जीपीए आए पनि तपाईको नेक्स्ट इमिडिएट गोल, इमिडिएट टार्गेट भनेको चाहिँ महानगरको इन्ट्रान्स एक्जामिनेसनमा काठमाडौँ भ्यालीमा आएर पढ्न इन्ट्रेस्टेड स्टुडेन्ट्सहरु भने सेन्ट जेभियर्स केएमसी एसएस अथवा जुनसुकै आफूले मन लागेको प्राइभेट कलेजको इन्ट्रान्स एक्जामिनेसन तपाईले क्र्याक गर्नु पर्यो। 100 मार्क्सको इन्ट्रान्स एक्जाम छ भने तपाईले एटलिस्ट यसमा 90+ लाउने हिसाबले पढ्नु पर्यो। हामीले पनि पढाइ मन्त्रको वेबसाइट र एप्लिकेसनमा अस्ति नैबाट भनिरहेको छौं, हामीले डेली यो महिनैभरि हेर्नुस् त एउटा मक टेस्टहरु लिइरहेका छौं। ठीक छ, सबै 100 मार्क्सको छ, तपाईले घर ट्राई गर्नु पर्यो। सेन्ट जेभियर केएमसी महानगरको सेट्सहरु छ हामीहरुसँग यतापट्टि हाम्रो एप्लिकेसनमा, जसले डेली 100 क्वेशन हान्यो 30 दिनसम्म। 30 × 100 कति 3000 वटा मल्टिपल चोइस क्वेशन उसको दिमागमा छ। लाइभ क्लास लिइरहेको छौं के भाइबहिनीहरु हामीले यही एपमा, सबै इन्टायरली फ्री। अरूले 2000 3000 4000 5000 लिएर हामीले हेर्नुस् त यो इन्टायर तपाईको 100 मार्क्सको मोडल सेट पनि फुल फ्रीमा छोड्दिएका छौं है हामीले। तपाईले त्यसपछि यो क्लास 11 रेकर्डेड सेसन एपको सेक्सनमा जानुभयो भने, यता गो टु कन्टेन्ट्स गर्नुभयो भने यी मजासँग हाम्रो ओरिएन्टेसन काठमाडौँ मेट्रो सोलुसन सेट्सको रेकर्डेड सेसन्सहरु, फुल भिडियोजहरु, एक्सपर्ट ट्युटर्सहरुबाट सबै यतापट्टि छ। साइन्स, म्याथ, इंग्लिश, जनरल नलेज, त्यसपछि लास्ट इयरको
इन्ट्रान्स टपर्सहरूको केही पोडकास्टहरू पनि हामीले लिएर आएका छौँ यतापट्टि तपाईँले भिडियोजहरू पास्ट क्वेसन्सको नोट्सहरू यसरी हेरेर पाउन सक्नुहुन्छ सेसनको सबै अनि मजासँग पढ्न सक्नुहुन्छ राइट जो स्टुडेन्ट्सले जेन्युनली हाम्रो एप्लिकेसन र वेबसाइटलाई प्रपरली युटिलाइज गर्यो यो 1 महिनाभरि हाम्रो फुल फ्रीमा जुन फिचर्सहरू प्रोभाइड गरौँ त्यो जसले युटिलाइज गर्यो उसको जसरी भए पनि सेन्ट जेभियर्स महानगर केएमसी कलेजमा नाम निस्किन्छ उसले स्कलरसिपमा पढ्न पाउँछ भाइ बहिनीहरू क्लास 11 को डिस्कर्ड कम्युनिटी पनि हामीले फर्म गरिसकेका छौँ तपाईँहरू सबैजनालाई खुसीको खबर पढाइ मात्रमा ठिक छ सो इग्नाइट क्लास 11 को डिस्कर्ड कम्युनिटी पनि फर्म भइसकेको छ यो चाहिँ स्पेसिफिकली साइन्स पढ्न इन्ट्रेस्टेड स्टुडेन्ट्सहरूको लागि हो क्लास 11 देखि नै हामीहरू डक्टर इन्जिनियरमा नाम निकाल्ने हिसाबले साइन्स पढ्न गइरहेका छौँ अब हाम्रो प्राइभेट डिस्कर्ड कम्युनिटीमा लिङ्क तल डिस्क्रिप्सनमा छ जोइन गरिहाल्नु होला सबैजना भाइ बहिनीहरू सो यति भन्दै एट द एन्ड तपाईँले सोचेको जति आए पनि नआए पनि इन्ट्रान्स एक्जामिनेसनको लागि अल द बेस्ट इन्ट्रान्स एक्जामिनेसनमा राम्रो मार्क्स लिएर आएर तपाईँले कम ब्याक गरेर देखाउनु पर्यो भाइ बहिनीहरू अहिले एसीमा सोचेको जति जिपे नआए पनि राइट सो हामी छौँ पढाइ मन्त्र टिम छ अनुराग सिलवाल दाइ हुनुहुन्छ तपाईँहरूसँग ढुक्क हुनुहोस् आई विल सी यु अराउन्ड इन द नेक्स्ट भिडियो बाई बाई